पुरा शाइन गरिरहेको रहेछु म त। नमस्ते, मेरो च्यानलमा स्वागत छ हजुरलाई। म हुँ अंकी अनि उहाँ हुनुहुन्छ इसु। हामी दुवैजना आज जाँदैछौँ फोटो स्टुडियो, सनाज फोटो स्टुडियो भन्ने। र हजुरहरूलाई पनि नयाँ एक्सपिरियन्स जुन हामी दुईजना एक्सपिरियन्स गर्न गइरहेको छौँ त्यसमा हजुरहरूलाई पनि अभियसली लिएर जान्छौँ, किनभने हजुरहरू मेरो साथी सबैभन्दा माथि, त्यही भएर लिएर जानै पर्यो। सनाज स्टुडेन्ट ओके। कसरी यो स्टुडियो आयो, के आयो, फोटोसुट कसरी आयो? हामी वुलुङ्गोङ आउँदै गर्दाखेरि बाटोमा अफकोर्स कति दिन लगाएर आएको हजुरलाई थाहै छ। आउँदाखेरि अनि मैले बाटोमा फेसबुकमा एड देखिरहेको थिएँ फोटोसुट यताउता भनेर, अनि मैले क्लिक गरेँ ओके भनेर हालिदिएको थिएँ। अनि त्यहाँबाट फोन आयो अनि फोटोसुट गर्छस् भनेर भन्यो। अनि म गर्छु भन्दै स्पोन्टेनिटीको त कुरै नगरौँ मेरो होइन। अनि गर्छु भन्दै होइन, मलाई त्यो मजा लाग्छ कि त्यस्तो उस्तो गर्न। अनि त्यही भएर यो फोटोसुट आज फिक्स भयो। हिजो तनाव भएको थियो लुगा खोज्नलाई, एउटा लुगा भेटिनँ। मैले ब्लग पनि गर्न पाइनँ बिकज फर्स्टमा त मेरो फोनमा चार्ज थिएन। सेकेन्डली म यति बिजी भयो कि मलाई ब्लग गर्ने फुर्सदै भएन। मैले भेटाइनँ, तर यसले राम्रो राम्रो लुगा भेटाउनु भएको छ अरे। अब भरे फोटो खिचेर देखाउनुहुन्छ होइन। अनि आज हामी फोटोसुट गर्न जाँदैछौँ। के हुँदैछ कसो हुँदैछ केही पनि थाहा छैन हामीलाई। न पोज दिन आउँछ न यस्तो ऱ्यान्डम फ्राइडे हामी फोटोसुट गर्न गइरहेछौँ। लेट्स गो। अहिले सिडनी जाँदैछौँ। अब 31 मिनट जति देखाइरहेको छ गुगल म्यापले। अब 31 मिनटमा हामी हर्न खानुभयो हजुरले यसो? के हो हजुर, कसरी ड्राइभिङ गरिराख्नु भएको छ? होइन येल्लो भयो, म येल्लोमा गइन। यहाँ सिडनीमा अलि राउडी खालको रहेछ नि कुदाई। हजुरलाई कस्तो लागिरहेको छ? हर्न दिए छिटो बजाउँदा, हर्न छिटो। अनि त्यस पछाडि लेन क्रस गर्दा पनि डबल लेन क्रस गरिरहेको देखिरहेछ होइन। त्यस्तो कति के गरिरहेको हुन्छ है। साथी सनाज स्टुडियो आइपुग्यौँ हामी। कासल हिल भन्ने ठाउँमा रहेछ। अझै हामी आधी घन्टा अगाडि आइपुग्यौँ। हामीलाई एम्पल अफ टाइम छ एकछिन चिल गर्न। मजा आयो? के हुँदैछ? इसो कस्तो भयो त एक्सपिरियन्स? रमाइलो। यता फर्की भन्छ, यता फर्की भन्छ, मजा आयो? जाउँ बाहिर।